नमस्कार, यहाँहरूलाई स्वागत छ। आज म यो भिडियोमा लिएर आएको छु अमेरिकामा अस्थायी रूपमा बसोबास गर्न चाहनेहरूका लागि खुसीको खबर। अमेरिकाले यसअघि 50 लाख अमेरिकी डलरमा दिँदै आएको गोल्ड कार्डको मूल्य अब 10 लाख अमेरिकी डलर रहेको छ। तपाईले 10 लाख डलरमा गोल्ड कार्ड प्राप्त गर्नुभयो भने अमेरिकामा स्थायी रूपमा बसोबास गर्न सक्नुहुनेछ, ग्रीन कार्ड सरह। आउनुहोस् यस विषयमा विस्तृतमा बुझौँ। अमेरिकाले नयाँ गोल्ड कार्ड कार्यक्रम घोषणा गरेको छ, जस अन्तर्गत ठूला लगानीकर्ताहरूलाई स्थायी बसोबास अर्थात् ग्रीन कार्ड दिने तयारी गरेको हो। राष्ट्रपति ट्रम्पले कार्यकारी आदेश मार्फत यो कार्यक्रम सुरु गर्ने घोषणा गर्नुभएको हो। कार्यक्रम अनुसार विदेशी नागरिकले 10 लाख अमेरिकी डलर तिरे स्थायी बसोबासका लागि योग्य हुन सक्छन्। कम्पनीहरूले आफ्नो कर्मचारीको लागि प्रायोजन गर्न चाहेमा 20 लाख डलर तिरेर स्थायी बसोबास दिलाउन सक्नेछन्। सुरुमा 5 मिलियन डलर भनिएको रकम घटाएर अहिले यो व्यवस्था गरिएको हो। अहिले 10 लाख डलरमा झारिएको छ। यो कार्यक्रम विशेष गरी उद्यमी, लगानीकर्ता, व्यापारी र अमेरिकालाई प्रत्यक्ष फाइदा पुर्याउने विदेशी नागरिकहरूलाई लक्षित गरिएको छ। कार्यकारी आदेश अनुसार यस कार्यक्रमबाट सङ्कलन हुने रकम वाणिज्य तथा उद्योग प्रवर्धनमा प्रयोग गरिने पनि बताइएको छ। कार्यक्रम कार्यान्वयनको जिम्मा वाणिज्य मन्त्रालयसँगै होमल्यान्ड सेक्युरिटी र परराष्ट्र मन्त्रालयलाई दिएको छ। तिनै मन्त्रालयलाई 90 दिनभित्र कार्यान्वयन प्रक्रिया तयार पार्न भनिएको छ, जस अनुसार आगामी डिसेम्बरभित्र यो कार्यक्रम सुरु हुने अपेक्षा पनि गरिएको छ। व्यक्तिगत वा कर्पोरेट आवेदनमा प्रक्रिया शुल्क, वार्षिक मर्मत शुल्क र स्थानान्तरण शुल्क पनि लाग्ने बताइएको छ। साथै आवेदकले पृष्ठभूमि जाँच र अन्य आवश्यक मूल्याङ्कन पार गर्नुपर्नेछ। यो कार्यक्रम मार्फत अमेरिका आउन चाहेको खण्डमा कम्पनीले एकपटकमा 20 लाख डलर तिरेपछि यदि पहिलो प्रायोजित व्यक्ति बाहिरिए भने त्यही रकम प्रयोग गरेर अर्को व्यक्तिको पनि प्रायोजन गर्न सकिने व्यवस्था गरिएको छ। भन्नुको मतलब कुनै पनि कम्पनीले एकजनालाई लियो र त्यो व्यक्ति छोटो समयमै त्यो कम्पनीको सँगको सम्पर्कमा रहेन भने उसले चाहिँ अर्को व्यक्तिलाई त्यही पैसामा ल्याउन सक्ने भयो। त्यो चाहिँ एक व्यक्तिबाट अर्को व्यक्तिमा ट्रान्सफर हुने भयो। कार्यकारी आदेशले गोल्ड कार्ड कार्यक्रमलाई भविष्यमा रोजगारमा आधारित 5औं श्रेणी EB-5 मा विस्तार गर्ने विषयमा पनि अध्ययन गर्न भनिएको छ। यद्यपि भिसा ब्याकलग र भिसा नम्बर उपलब्धता जस्ता समस्याहरू भने यथावत रहने देखिएको छ। यो कार्यक्रमले विशेषतः अमेरिकामा स्थायी रूपमा बसोबास गर्न चाहने व्यक्तिहरूका लागि फाइदा पुग्नेछ, जसले 10 लाख अमेरिकी डलर खर्च गर्न सक्नुहुन्छ। उहाँहरूलाई पहिलेको 50 लाख डलरबाट घटाएर 10 लाखमा झारेपछि नेपालीहरू पनि यसमा आउन सक्ने सम्भावना देखिएको छ। तपाईँ पनि आउन चाहनुहुन्छ भने, तपाईसँग 10 लाख डलर छ भने, अमेरिकामा स्थायी रूपमा बसोबास गर्न चाहनुहुन्छ भने तपाईँका लागि यो कार्यक्रम एकदम राम्रो रहेको छ।